हेलो गाइज, आज म चाहिँ घरमै भेज बिरयानी बनाउन जाँदैछु। हेरेर साथ दिनु होला। मैले चाहिँ आफ्नो बारीबाट भएको धनियाँ, लसुनको पात अनि लसुन पनि, त्यसपछि आफ्नो बारीमा भएको गाजर, केराउ कति चाहिन्छ त्यही अनुसार लिएँ। अब यसपछि यसलाई मजाले पखालेर अनि त्यही साइज अनुसार चप गर्छु। हजुरहरू पनि कतिजना हुनुहुन्छ त्यही अनुसार हजुरले लिन सक्नुहुन्छ। लसुन र प्याज चाहिँ अलिक धेरै चाहिन्छ यसमा। मैले अनि नेवारी बासमती राइस युज गरेँ। यसमा चाहिँ 4 कप लिएर अनि त्यसपछि यो सबै भएको तरकारीहरूलाई ठिक्क साइजमा चप गरेँ। 4वटा टमाटर, 4वटा प्याज, 4वटा आलु अनि 4 कप चामललाई भिजाएर आधी घन्टा जति भिजाएर राखेँ। त्यसपछि मैले पकाउन स्टार्ट गरेँ। अब चाहिँ म घरमै भएको तोरीको तेल युज गर्छु। तेल चाहिँ हजुरहरूलाई कतिको चिल्लो मनपर्छ त्यही अनुसार युज गर्नु होला। त्यसमा चाहिँ मैले जिरा फुराएँ तेलमा। त्यसपछि त्यो मजाले हल्का रातो भइसकेपछि आफूसँग भएको ल्वाङ, सुकमेल, दालचिनी के छ सबै फुराएँ अनि प्याजलाई फुराएँ त्यसमा। अनि त्यो प्याजलाई एकछिन लगभग 3 मिनट जति मजाले भुट्नुपर्छ। प्याज चाहिँ एउटै साइजमा पातलो गरेर काट्नुहोस्। अनि त्यो भुटेपछि केही नभए नि हल्का रातो हुने गरी भुट्नुहोस्। अनि त्यो मेरो चाहिँ यतिसम्म हुँदासम्म मैले भुटेँ। अब यो अलिकति प्याज चाहिँ त्यहीँ राख्छु, अलिकति चाहिँ मैले माथि टपिङ गर्नलाई निकाल्छु लेयरमा हाल्नलाई। हजुरलाई अब सँगै त्यहीँ सबै हाल्न मन छ भने त्यहीँ राख्नुहोस्, होइन भने कति चाहिन्छ त्यही अनुसार निकाल्नुहोस्। अनि यो काटेको लसुन मसिनो गरेर काटेको अनि मैले त्यसमा पातहरू पनि हालेँ फ्लेभरको लागि। अब त्यसपछि मैले अलिकति हरियो खुर्सानी अनि यो चाहिँ बिरयानी मसला सानो 4 चम्मच बिरयानी मसला हालेँ। अनि 4 चम्मच धनियाँ जिरा पाउडर हालेँ। त्यसमा चाहिँ अनि बेसार पनि हालेँ 1 चम्चा।